नमस्कार अभिवादन। उम्मेदवार कमरेडले अनिल कुमार शर्माले विषयवस्तु राखिसक्नु भएको छ र मैले फेरि त्यही कुरा दोहोऱ्याइरहन जरुरी पनि छैन। म दुईटा कुराहरू राख्न चाहन्छु। हामी यो देशको प्रगतिको लागि, यो देशको समृद्धिको लागि हामी धेरै पहिलेदेखि निरन्तर सङ्घर्षमा छौँ। एउटा ऐतिहासिक बलिदानीपूर्ण सङ्घर्षको बीचबाट हजारौं हजारको त्याग र बलिदानको बीचबाट नेपाली जनताले निर्वाचन गरेका प्रतिनिधिहरूले आफ्नो संविधान आफै बनाउने एउटा परिस्थिति पैदा गरेर संविधान निर्माण गरेर नयाँ संविधानमा यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, भाषा, भाषी, धर्म, संस्कृति, बाल बच्चा, वृद्ध, वृद्धा, अपाङ्गता भएका व्यक्ति, महिला, दलित, आदिवासी जनजाति सबैका अधिकारहरू, युवाहरूका अधिकारहरूलाई संविधानमा सुस्पष्ट लेखेर संविधान निर्माण गरिसकेपछि त्यो संविधानको कार्यान्वयन गर्ने एउटा नयाँ प्रक्रियाबाट हामी अगाडि बढ्दै गर्दा स्थानीय सरकारको निर्वाचन सम्पन्न गरेर अहिले हामी मङ्सिर 10 र 21 गते हामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने एउटा क्रममा बिन्दुमा आइपुगेका छौँ। यो संविधानमा लेखेका जनताका मौलिक अधिकारहरू स्वास्थ्य, शिक्षा, रोजगार, खाद्य सन्तर्भुक्त आवासका अधिकार लगायतका तमाम अधिकारहरूको कार्यान्वयन गर्ने एउटा महाअभियानको सुरुवात हो। हामी आजसम्म एउटा राजनीतिक आन्दोलनको क्रममा, राजनीतिक प्रक्रिया पूरा गर्ने क्रममा हामी रह्यौं, तर आज हाम्रो त्यो कुरा पूरा भएको छ। संक्रमणकालको अन्त्य गर्दै अब हामी आर्थिक विकासको, समृद्धिको नयाँ अभियान सञ्चालन गर्न चाहन्छौँ। यो हाम्रो अहिलेको हाम्रो आवश्यकता हो, राष्ट्रको माग हो, जनताको माग हो। आज नेपाली जनताले मागेको कुरा दुई-तीनवटा कुरा छ। एउटा कुरा हो समृद्धि, अर्को कुरा हो राष्ट्रिय स्वाधीनताको रक्षा, शान्ति, सुरक्षा, अर्को कुरा हो सामाजिक न्याय। यी तीनवटा कुराहरू आज जनताले मागिरहेको छ। यी कुराहरूलाई कार्यान्वयन गर्नका लागि संविधानले देखाएको बाटोमा, संविधानले दिएको अधिकारभित्र रहेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अनुसार हामी अबको राज्य सत्तालाई सञ्चालन गर्ने र राष्ट्रको समृद्धिको बाटोमा अगाडि बढ्ने एउटा आफूले सङ्कल्प गरेर दुईवटा पार्टीहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्रले अलग अलग होइन, अलग अलग ताउरी पकाएर खिचडी पकाउने होइन। अब एउटै पार्टी निर्माण गरेर नेपालमा रहेको 2/3 वामपन्थीहरूको जनमत 2/3 छ। त्यो 2/3 जनमतलाई एकताबद्ध गरेर त्यो 2/3 को आधारमा यो देशको शासन सञ्चालन अगाडि बढाउने र राष्ट्रको समृद्धिको बाटोमा अगाडि बढ्ने एउटा ऐतिहासिक निर्णय गरेका छौँ। यो निर्णयले आम जनतामा एउटा उत्साह छ, खुसी छ, एउटा आशा र विश्वास बनाएको छ। र हामीले भनेका छौँ, हाम्रो संयुक्त घोषणा पत्रमा हामीले भनेका छौँ, यहाँ उपस्थित हुनुहुन्न साथीहरूको ध्यान आकर्षण गर्न चाहन्छु। हामी देशको औद्योगिकरण गरेर, ठुला उद्योगहरू स्थापना गरेर हामी यहाँ लाखौँ रोजगारीहरू सृष्टि गर्न चाहन्छौँ। बेरोजगार युवाहरूलाई देशलाई रोजगारीको व्यवस्था गर्ने हाम्रो अठोट सङ्कल्प छ। हामी त्यो कुरा अगाडि बढाउन चाहन्छौँ। हामीसँग भएका स्रोत साधनहरू, हामीसँग कृषि उत्पादनमूलक भूमि, हामीसित भएको पानी, हामीसित भएको खानी, हामीसित भएको जङ्गल, हामीसित भएको जमिन, हामीसित भएको युवा जनशक्ति जो अहिले नेपालको जनसङ्ख्यामा सबभन्दा बहुमत जनता युवाहरूको छ। यसलाई एकीकृत गरेर, यसलाई जोडेर हामी पुँजीमा बदल्नेछौँ र त्यसको सही योजना बनाएर हामी अगाडि बढ्नेछौँ। त्यसकारणले हाम्रो यो अभियान, समृद्धिको अभियान केवल भाषणको विषय होइन, केवल आश्वासनको विषय होइन। यो समृद्धिको अभियान ठोस र मूर्त रूपमा हामीले 5 वर्षभित्र यो देशमा ठुलो उथलपुथलकारी आर्थिक अभियान सञ्चालन गर्नेछौँ। हामी सयौं हाइड्रो पावर योजनाहरू सुरु गर्नेछौँ, सयौं उद्योगहरू स्थापना गर्नेछौँ र हामीले हाम्रा पर्यटनको लाखौँ पर्यटकहरूलाई देशमा भित्राउनेछौँ र हाम्रो व्यापार व्यवसायलाई वृद्धि गर्ने कुरामा, यो देशको अहिले व्यापार घाटलाई अन्त गर्ने कुरामा हामी अगाडि
गर्नेछौँ। यो देशमा अहिले अस्थायी सरकार 4-4 महिना 6-6 महिनामा बदलिने खालको सरकार र गलत मान्छेहरूको नेतृत्वमा गइरहेको सन्दर्भमा भ्रष्टाचारका विरुद्ध हामीले यो अभियान सुरु गर्नेछौँ। विगतमा पनि हामीले सुरु गरेका केही कामहरू गरेका छौँ, तपाईँहरूको सामुमा छ। त्यसमा भ्रष्टाचारका विरुद्ध लड्दै एउटा राजनीतिक स्थायित्व सहित हामी अगाडि बढ्ने एउटा संकल्प गरेका छौँ। कस्तो राजनीतिक व्यवस्था आउँदो पिँढीलाई हस्तान्तरण गर्ने भन्ने प्रश्न मुख्य प्रश्न हो। हामी आउने पिँढीहरूलाई अहिलेका युवा पिँढीहरूलाई अबको राजनीतिक व्यवस्था एउटा समृद्ध राष्ट्र बनाएर एउटा शान्तिपूर्ण एउटा समाज निर्माण गरेर एउटा सुसंस्कृत समाज निर्माण गरेर बेरोजगार भएको समाज, उपचार गर्न नपाउने बिरामी दुखी नभएको समाज, पढ्न नपाउने व्यवस्थाको अन्त्य भएको समाज, सबैले रोजगारी पाएको, सबैलाई सामाजिक न्याय सहितको, सबैले सामाजिक न्याय पाएको, सबै अपाङ्गता भए व्यक्ति, बाल बालिका, वृद्ध वृद्धा सबैलाई न्याय हुने खालको समाज, महिला र पुरुषहरूका सबस्तै बराबर अधिकार भएको समाज हामी निर्माण गर्न चाहन्छौँ। र त्यही समृद्ध समाज आजका युवा पिँढीहरूलाई हामी हस्तान्तरण गर्ने हाम्रो सपना छ। हामी त्यो हस्तान्तरण गर्न चाहन्छौँ। हामी तपाईँहरूलाई अभावग्रस्त समाज, धुलै-धुलो भएको सहर, प्रदूषित भएको सहर हामी हस्तान्तरण गर्न चाहँदैनौँ। हामी एउटा सुन्दर स्वस्थ एउटा सहर हामी हस्तान्तरण गर्न चाहन्छौँ। त्यस्तो व्यवस्था हस्तान्तरण गर्न चाहन्छौँ। त्यस कारणले हाम्रो यो रहर छ, हाम्रो यो सङ्कल्प छ। त्यसै कारणले हामीले आज वामहरूको एकता गरेर बहुमत ल्याएर यहाँको राजनीतिक स्थिरताको अन्त गरेर हामी छोटो समयमा, हाम्रो धेरै लामो समय छैन, किनभने अरू देशहरूले हिजो सयौं वर्ष लाएर विकास गरेका छन्, धेरै अगाडि पुगिसके। हामीले उनीहरूलाई भेट्नु छ। त्यसका लागि हामी आम युवा शक्तिहरूको परिचालन गरेर, यो देशको सारण स्रोतहरू परिचालन गरेर विश्वमा उपलब्ध भएका सबै प्रविधिहरूलाई नेपालमा ल्याएर छोटो समयमा नेपालको विकास गर्ने हाम्रो सपना छ। वाम गठबन्धन यो अभियानको लागि हो। अहिले दुईटा पार्टीहरूको एकता अभियानको लागि हो, राष्ट्रिय समृद्धिका लागि हो। हाम्रो राष्ट्रियता आज कमजोर अवस्थामा देखा पर्छ। कहिले हामी नाकाबन्दीको पिरमा मार्न पर्छौँ, कहिले अरू कुराहरूमा, र हामी आफ्नो राष्ट्रियतालाई सुदृढ बनाउन चाहन्छौँ। त्यसको लागि हाम्रो अर्थतन्त्र, हामी आज पनि अर्थतन्त्र हामीलाई चाहिन्छ। हाम्रो निर्माण गर्नुपर्दछ। हामी त्यो अभियानमा छौँ। त्यस कारणले यो अभियानलाई साथ दिनको लागि हामी युवा साथीलाई आह्वान गर्न चाहन्छु। सबै मुस्लिम महानुभावलाई आह्वान गर्न चाहन्छु। यही हाम्रो सपना हामी पुरा गर्न चाहन्छौँ। हामीले यसो भनिरहँदा, हामीले यो कुरा गरिरहँदा यो देशका केही राजनीतिज्ञहरूले के भन्ने गरेका छन् तपाईँलाई थाहा छ, तपाईँले सुन्नु भएको छ। यसो गर्दा 2/3 जनमतबाट निर्वाचित प्रतिनिधिले शासन गर्यो भने त्यो त अधिनायकवाद हुन्छ रे। अधिनायकवाद के हो भन्ने कुरा शेरबहादुर देउवा सम्माननीय प्रधानमन्त्रीजीलाई म सम्झाउन चाहन्छु। तपाईँले जनताको लोकतन्त्रलाई अहिलेको सङ्ग्रहालयमा पर रहेको नारायणी सङ्ग्रहालयमा बुझाउनु भएको थियो। हामीले होइन, हामीले त बन्दुक उठाएर खोसेर ल्यायौँ। त्यस कारणले यो जनतालाई भ्रम दिने काम नगर्नुहोस्। हामी राष्ट्र निर्माणको एउटा नयाँ अभियानमा छौँ। त्यस कारणले तपाईँहरू सबैलाई यो अभियानमा साथीलाई अपील गर्न चाहन्छु र युवा साथीहरूलाई म आग्रह गर्न चाहन्छु। युवाहरूको प्रतिनिधित्वको रूपमा आज युवाहरू देश हाँक्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने एउटा मान्यतालाई स्थापित गर्नका लागि, तपाईँ युवाहरूलाई अवसरहरू प्रदान गर्नका लागि, भोलि आम युवाहरू जगाएर अगाडि लैजानका लागि वाम गठबन्धनले युवा उम्मेदवार दिएको, युवा उम्मेदवार अनन्त कुमार शर्मालाई यहाँ दिएको। तपाईँ युवाहरू विचार गर्नुहोला। युवा उम्मेदवारहरूलाई तपाईँ सफल बनाउनुहुन्छ कि हुँदैन, त्यो कुरा केवल एउटा व्यक्तिको होइन, तपाईँ युवाहरूको चुनौती हो। त्यो चुनौतीलाई तपाईँहरू कसरी सामना गर्नुहुन्छ, म तपाईँलाई अपिल गर्न चाहन्छु। यदि युवाहरू निराश भयो भने यो देश अगाडि बढ्ने छैन। त्यस कारणले युवाहरूलाई अब युवाहरूको काँधमा जिम्मेवारी दिनुपर्दछ भन्ने मान्यताको आधारमा हामीले ती निर्णयहरू गरेका छौँ। त्यस कारणले तपाईँहरूले आफ्नो तर्फबाट यो अभियान यो कोही व्यक्ति विशेष उम्मेदवारीको कुरा होइन, आम युवाहरूको अभियान हो भनेर बुझ्नुहुनेछ भन्ने कुरा म राख्न चाहन्छु। र यहाँ एउटा विषय उठेको छ। एउटा विषय के अरे कहाँबाट आयो अनिल शर्मा भन्ने विषयहरू उठाइरहेका छन्। अनिल शर्मा 20 वर्षदेखि नेपाली राजनीतिमा युवाहरूको आन्दोलनमा यही काठमाडौँमा नै काम गर्दै आएको कुरा यहाँहरूलाई थाहा छ, युवा साथीहरूलाई थाहा छ। जो जहाँबाट आयो पनि म एउटा प्रश्न गर्न चाहन्छु। म यहाँ काठमाडौँको होइन, म रुकुमको हो, दूरदराजको हो।
मैले आएर काठमाडौँका जनताको समस्या, काठमाडौँका जनताले खेपिरहेको मारलाई मुक्त गर्नका लागि बत्ती बाले, उज्यालो ल्याए। त्यो कामले जनताको लागि गर्ने हो, जनताको लागि गर्ने हो, त्योबाट आएर गरे होइन। मेरो जीवनमा बत्ती बल्ल बाँकी छ, बनिरहेको छैन अझै पनि तर पहिलो काम काठमाडौँका जनताको लागि मैले गरेको छु। त्यसकारण आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूलाई यो उज्यालो तपाईँहरूलाई मैले एउटा ठुलो सङ्घर्ष गरेर भ्रष्टाचारका विरुद्ध लडेर स्थापित गरेको कुरामा तपाईँ अहिलेसम्म रोजगारमा हुनुहुन्थ्यो। मैले एउटा इमान्दारी पूर्ण गरेर इमान्दारीको अगाडि बढ्नुको कारणले हो। त्यस कारणले तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, यो उज्यालो मात्र होइन, अरू समग्र सहरको उज्यालो, हाम्रो समृद्धिको उज्यालो, हाम्रो विकासको उज्यालो, हाम्रो सुखी जीवनको उज्यालोको लागि हामी वाम गठबन्धनहरूलाई मत मागिरहेका छौँ। तपाईँहरूले कन्जुसाइ गर्नुभयो भने फेरि यो समृद्धिको उज्यालोमा समस्या आउन सक्छ। त्यस कारणले म अपिल गर्न चाहन्छु यहाँलाई कि यहाँहरूले खुला दिलले मतदान गर्नुहुनेछ। बेलायत भित्रमा सियालदहमा मतदान गरेर अनिल कुमार शर्मालाई र सूर्य चिन्हमा मतदान गरेर विष्णु भुषाललाई र अरू थुप्रै हाम्रा समाजवादी उम्मेदवारहरूलाई सूर्य चिन्हमा सियालदहमा तपाईँहरूको इच्छा अनुसार एउटै ठाउँमा एउटा छाप लगाएर तपाईँहरूले यो अभियानलाई सघाउनुहुनेछ भन्ने म यहाँहरू सबैलाई हार्दिक अपिल गर्न चाहन्छु। आदरणीय व्यवसायी साथीहरू, सबैलाई अनुरोध गर्न चाहन्छु, हामीले के रोज्ने, यो देशको समृद्धिको लागि हामी राजनीतिक स्थायित्व रोज्नु पर्दछ। यदि त्यो रोजेनौँ भने हामी अगाडि बढ्न सक्ने छैनौँ। यहाँबाट निर्वाचन भएका प्रतिनिधिहरूले विगतमा तपाईँहरूलाई के सेवा दिए, कति सेवा दिए, सरकारको उच्च स्थानमा बसेर तपाईँहरूले के प्राप्त गर्नुभयो त्यो मलाई थाहा छैन, तपाईँहरूलाई नै थाहा होला। तर म एउटा कुरा भन्न चाहन्छु, विष्णु भुषालजी यहाँ हुनुहुन्छ, अनिल शर्मा यहाँ हुनुहुन्छ, अबका तपाईँहरूका उम्मेदवारहरू, यहाँका उम्मेदवारहरू, वाम गठबन्धनका उम्मेदवारहरूलाई हामी तपाईँहरूले खोजेको बेलामा तपाईँहरूको चोक चोकमा भेटिने गरी हामी उपलब्ध हुने अवस्था सिर्जना गर्नेछौँ। हामी इन्फर्मेसन सेन्टरहरू यहाँ राख्नेछौँ र हरेक कुराहरूको जानकारी मतदाताहरूलाई, जनतालाई दिने, व्यवसायहरूलाई दिने कुराहरू हामी अगाडि बढाउनेछौँ। यहाँको सुरक्षा व्यवस्थालाई सुदृढ गर्नको लागि मैले 4 महिना गृहमन्त्री हुँदाखेरि त्यो कुरा सुरु गरेको छु। अहिले त फाइल थन्किएको छ। वाम गठबन्धनको सरकार आएपछि त्यसलाई हामी कार्यान्वयन गरेर काठमाडौँलाई सुरक्षित काठमाडौँ हामी बनाउँछौँ, क्लिन काठमाडौँ बनाउनेछौँ। ठगहरूले भरिएको, गुन्डागर्दीले भरिएको, यहाँ लुटाहरूले भरिएको, यहाँ हत्याराहरूले भरिएको काठमाडौँ, त्यहाँ समस्याहरू देखेका, त्यसको अन्त हामी गर्नेछौँ। त्यो कुरा पनि म तपाईँहरूसँग राख्न चाहन्छु। त्यस कारणले तमाम समस्याहरूको बारेमा हाम्रो केन्द्रीय घोषणा पत्रमा हामीले धेरै कुरा लेखेका थियौँ। त्यही घोषणा पत्र नै अब हाम्रो रातो किताब हो, आउने सरकारको रातो किताब हो। त्यसैका बजेट हालेर हामी त्यसैको कार्यान्वयन गर्नेछौँ। त्यसकारण हामी आम युवा वर्गलाई, साथीहरूलाई यो अभियानमा तपाईँहरू सचेत भएर अगाडि बढ्न हार्दिक अपिल गर्न चाहन्छु। र अब धेरै लामो कुरा नगरिकन उम्मेदवारहरूले आफ्नो कुरा भनिराखिसक्नु भएको छ, त्यो कुरालाई नदोहोऱ्याइकन हामी अनिल शर्माहरूको साथमा प्रभाकर पनि छ, अनिल शर्माको साथमा केपी ओली हुनुहुन्छ, अनिल शर्माको साथमा कमरेड प्रचण्ड हुनुहुन्छ, अनिल शर्मा मात्रै होइन। त्यसकारण हामी उहाँहरूको साथमा छौँ भन्ने कुरा यहाँ राख्दै यो वामपन्थी गठबन्धनलाई DTI बहुमतद्वारा जिताउन हार्दिक अपिल गर्दै आफ्नो भविष्य निर्माण गर्ने, समृद्ध सहर निर्माण गर्ने, समृद्ध नेपाल निर्माण गर्ने, बलियो राष्ट्रियता बनाउने र एउटा सामाजिक न्याय सहितको व्यवस्था बनाएर युवा पिँढीले जिम्मा लिन तयार हुनुहोस्, यही अपिल गर्दै बिदा हुन्छु। धन्यवाद।